आज यसो हिँड्दै गर्दा दुईजना भाइहरूलाई यो बाटोमा गिटी कुटेर बसेको देखेर यिनीहरूको साह्रै माया लागेर मैले थोरै गिफ्ट यिनीहरूलाई दिन चाहन्छु। र यिनीहरूलाई केही सोचेर म यो गिफ्ट ल्याएको छु, थोरै यिनीहरूलाई गिफ्ट यो दिन चाहन्छु। भाइ तिम्रो घर कहाँ हो? हाम्रो घर यही तल हो। अनि तिमीले के गर्नु लागेको त? हामीले यहाँ गिटी कुट्दै। गिटी कुट्दै? स्कुल जानु पर्दैन तिमीलाई? अनि बाआमा कहाँ हुनुहुन्छ त? बाआमा काम गर्दै हुनुहुन्छ। के काम गर्नुहुन्छ बाआमाले? भारी बोक्ने। भारी बोक्ने काम गर्नुहुन्छ? अनि भारी बोकेर तिमीहरूलाई अनि यो गिटी कुट्न पठाएर कति कमाउँछौ त यो तिमीले यो गिटीको? 100-200। 100-200? अनि यो साइडमा बसेको बाबु को हो त? ऊ मेरो भाइ हो। भाइ हो? ए उसलाई पनि तिमीले 100 रुपियाँ कमाएर खान पुग्छ? ए ल ल ल, म तिमीहरूको मम्मीहरूलाई भनेर स्कुल जान पठाउँछु है। आजबाट यस्तो काम गर्नुहुन्न है। यो गिटी कुट्ने कामहरू पहिला पढ्ने ठुलो मान्छे बन्नुपर्छ है त। ल तिमीलाई मैले यो गिफ्ट ल्याइदिएको छु। यसमा चाहिँ धेरै सामानहरू छ, तिमीले खानी बस्ने, अनि त्यसपछि पैसा पनि छ यसमा। गएर आमा बाबालाई देऊ। अनि त्यसपछि तिमीले भोलिबाट स्कुल जानुपर्छ है त। ल स्कुल जाने भए यो गिफ्ट दिन्छु, नभए दिन्न फेरि मैले। स्कुल जाने हो? तिमी भाइ पनि स्कुल जाने हो? ए ल ल हुन्छ ल ल है त। ल ल ल समात यो गिफ्टहरू। ल तिमी दुइटालाई मैले आजबाट शिक्षित बनाउने कोसिस गर्छु है त। बाआमालाई जहिले माया गर्नुपर्छ है। ल ल बाई बाई। ल राम्रोसित बस, भोलिबाट यो गिटी गर्ने काम गर्नुहुन्न है त। ल